होइन यो सेक्सके किन झोक्राएर बसिरहेको हो त? हजुर दाजु, भन्नुहोस् न दाजु। अनि के भयो त? के समस्या भयो तेरो? अनि नुनले कुखुरा खाजको त चाहिँ किन झोक्राएको नि? के समस्या छ भन्न, मैले केही गर्न सक्छु कि? यसो फेसबुकमा भ्युज बढाउनु पर्यो, इङ्गेजमेन्ट बढाउनु पर्यो, अनि फलोवर्स बढाउनु पर्यो भनेको दाजु। अनि कसैले के भन्छन्, कसैले के भन्छन्, हेर्दा हेर्दा म त अलमल्ल भयो। कसैले भन्छन् आफ्नो भिडियो हालेर भिडियो नहेर भन्छन्, कसैले भन्छन् नहेरेर के गर्नुहुन्छ, कमेन्टको रिप्लाई कसरी गर्नुहुन्छ भन्छन्, कसैले भन्छ अरूको भिडियो पुरा हेरेर लाइक र कमेन्ट गर्नु अनि मात्रै बढ्छ भन्छन्। अनि कसैले भन्छन् होइन, तपाईँको त्यो अरूलाई लाइक कमेन्ट गरेर बढ्ने भएदेखि तपाईँको सबैले त्यसो गरी बसिहाल्थे नि। त्यसो होइन, आफ्नो कन्टेन्ट चाहिँ राम्रो दिनु सक्नुपर्छ भनेर भन्छन् दाजु। के गर्ने त्यही भएर यसो सोचेर बसेको नि दाजु। हुनु त सबैको आफ्नो आफ्नो विचार हो। कसैले आफूलाई फलो गरोस्, आफूलाई लाइक गरोस् भनेर नि भन्न सकेका हुन्छ। तर सबैभन्दा महत्त्वपूर्ण नि साक्षाकै कन्टेन्ट राम्रो दिनु सक्नुपर्छ। कन्टेन्ट राम्रो दियो भने नि साक्षाकै तेरो फलो पनि बढ्छ, भ्युज पनि बढ्छ, लाइक पनि बढ्छ, इङ्गेजमेन्ट पनि बढ्छ। अनि तैँले पनि अरूलाई सहयोग गर्नुपर्छ, फलो नि गर्नुपर्छ, अनि अरूको भिडियो नि हेरिदिनुपर्छ। तर त्यो भन्दा नि महत्त्वपूर्ण कुरा चाहिँ सबभन्दा राम्रो चाहिँ त कन्टेन्ट बेस्ट दिनुपर्छ के। अहिलेको जनसमाज, अहिलेको समाजले खोजेको, अहिलेको मानिसहरूले खोजेको कस्तो कन्टेन्ट हो त्यो चिनेर अनि राम्रो दिन सक्नुपर्छ कि। अनि पो भ्युज र कन्टेन्ट बढ्छ। बेकारमा चिन्ता गर्छ, कन्टेन्ट राम्रो बना मोरा। त्यसै गर्नु पर्ला है दाजु। होस्, हुन्छ है दाजु, त्यसै गर्नु पर्ला।